Again, I have stopped just 200 meters ahead. यहाँ चाहिँ किन रोकियो भन्दाखेरि you can see the beautiful view of Dharamdin here. यो जुन चाहिँ प्लेन ल्यान्ड देख्दै गरेको छ धरमदिन त्यो तपाईहरुले चिम्नी जस्तो देख्दै गर्नुभएको चाहिँ स्वर्ग जाने बाटो बनाएको अरे भन्ने जुन चाहिँ मैले सुनेको थिएँ है। अनि यहाँ एउटा हिस्टोरिकल एउटा माइथोलोजिकल स्टोरी चाहिँ के छ भने यहाँनिर पहिला धरमदिनको जुन चाहिँ सम्म एरियामा चाहिँ हाँडी राखेर चाहिँ हाँडी थाक पारेर चाहिँ स्वर्ग जाने बाटो अग्लो बनाएको थियो अरे। अनि त्यो लडेर चाहिँ यो देख्दै गरेको जुन चाहिँ भ्याली देख्दैछ यो कैँचले भन्ज्याङ त्योहरु चाहिँ त्यो स्वर्ग जाने बाटो बनाएको हाँडी लडेर चाहिँ त्यो भन्ज्याङ भएको भन्ने भनाइ छ है। यो लेप्चाहरूको एउटा उनीहरूको लोककथामा चाहिँ त्यस्तो छ है। अनि यो जुन चाहिँ भ्याली एरिया देख्नुहुँदैछ त्यो चाहिँ कैँचले हो। त्यहाँदेखि पारि देख्ने त्यो एन्डको डाँडाहरू चाहिँ सुक्खाहरू हो। अनि लेफ्ट साइड देख्ने मेगाटार त्यसरी नै त्यसको पछाडि देख्नेहरू चाहिँ घुम भन्ज्याङहरू देख्दो रहेछ है। आई क्यान सी अनि टाइगर हिल पनि देख्दो रहेछ। टाइगर हिल चाहिँ यो बिचको टाढाको देख्ने टुप्पो देख्ने टाइगर हिल। अनि अलिकति यता यहाँनिर बजार देख्ने चाहिँ दिस इज सोमबारे। म त्यहाँ घरबाट भिडियो गरौँ कि भनेको थिएँ, त्यहाँबाट राम्रो भ्यू हुन्थेछ कि, बट अप्ठ्यारो लाग्यो मलाई है। आई एम नट सो फ्रेङ्क पर्सन, म त्यस्तो अलिक इन्ट्रोभर्ट टाइपको मान्छे हो, क्यामेराको अगाडि बोलेको मात्रै हो। अनि यो बाँसघारीले अलिकति भ्यू डिस्ट्र्याक्ट गर्यो है। अनि आई एम फेरि अगाडि बढिरहेको छु।